के यो मेरो एउटा दाइको लागि गीत हो, जहाँ अहिले स्वर्गवास बस्नु भएको छ है। हामी सबैलाई छोडे पनि मेरो मनले छोडेको छैन। ऊ मरे जस्तै ऊ बिते पनि मेरो मनमा चाहिँ मेरो मनबाट अहिलेसम्म बितेको चाहिँ छैन जस्तो लाग्छ। सायद यतै वरिपरि हो कि जस्तो लाग्छ त्यसैले। मित्र साथीहरू, आमा बाउ दाजुभाइ, त किन यति साह्रो गिरिस भन् त आफैमै? के हाम्रो माया कमी थियो र तेरो जीवनमै? के कारण थियो र तैँले छोड्न पर्ने जीवन नै? भविष्य कसलाई के थाहा, हात हुन्छ दिन दशाको। तेरो त्यो खबर सुन्दा मन निकै खिन्न भाथ्यो। सपनामा आएर भन् त सबलाई छाडी किन गएको? कसले बुझाउँछ त्यो आमाको मनमा चिन्ता भएको? पढाइस पाठ तैँले सबैलाई यहाँ सुन्ने ताको। साँच्ची नै हो या त बिना त जीवन सुन्ने लाग्यो। मलाई थाहा छ त नै हो त्यो माथि जुनमा गएको। हिजो जुन आदि थियो आज हेर त पुरा भएको। चितामा तेरो मुर्दा लासाको दमदन्ती। सोच्छु मन मनै गरिस् किन मन मर्जी? आत्मा धुवासरी बादलमा भो परिणत। मरेर किन लान्छ केलाई चाहियो सम्पत्ति? लु त मरेर किन लाँदो रहेछ र? ल यस्तै रहेछ जिन्दगी दुई दिनको। के भन्नु र खोइ तँलाई सबै कुरा जानिहाले। कालको मुखमा गएर त आफै हाम फालिहाले। जिन्दगी भनेको कसैले पनि दिन साले। हामी नै आउँछ माथि कहिले लान्छ दिन दशाले। चाहन्छु तेरो आत्मा स्वर्गमा नै बास होस्। हाम्रो हाँसखेल नि मनमा नै जागोस्। तेरो मनमा अर्को जुनी लिन्छ आस होस्। यो मेरो सबै आशीर्वाद तँलाई लागोस्। तेरो त्यो बयान धेरै गरे जस्तो लाग्यो कुनी। बोलाइराख तिमी हुनेछु म तेरै मुनि। चाहन्छु तेरो आत्मा सधैँभरि अमर हुने। एक मात्र प्रार्थना छ भेट्न पाऊँ अर्को जुनी। तेरो त्यो बयान धेरै गरे जस्तो लाग्यो कुनी। बोलाइराख तिमी हुनेछु म तेरै मुनि। चाहन्छु तेरो आत्मा सधैँभरि अमर हुने। एक मात्र प्रार्थना छ भेट्न पाऊँ अर्को जुनी। त जहाँ छस् खुसी छस्, तेरो आत्माले शान्ति पाओस्। यही नै हो मेरो मनको धारणा प्रार्थना।